हे मेरी मित्र, यो स्पेशल तिमीलाई गरेको यो भिडियो तिम्रै लागि हो। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बेड। मेरो पैसा कहिले फिर्ता दिन्छौ? मैले कति दुःख गरेर जम्मा गरेको पैसा, त्यत्रो थोरै हो त्यो पैसा? त्यत्रो पैसा मैले तिमीलाई दिएँ। तिम्रो हस्बेन्ड बिरामी हुनुहुन्थ्यो, तिम्रो छोराछोरी बिरामी थिए, तिमीलाई पैसाको कति आवश्यक परेको थियो। तिमीले मलाई कस्तो गरेर माग्यौ। मैले पनि आफ्नो पैसा अरूको पैसा मिलाएर त्यत्रो पैसा दिएँ। 5 वर्ष भइसक्यो, 5 वर्ष फिर्ता दिनु पर्दैन? मैले कति तिमीलाई फोन गरेँ, मेरो त फोन नलाग्ने बनाइदेऊ। मैले कति मेसेज गरेँ, मेरो मेसेज त तिमी हेर्दिनौ। अरूहरूलाई गएर खबर समेत पठाएँ। तिम्रो घर पनि पुगेँ म। तिमी भित्र बसेर बच्चालाई चाहिँ म घरमा छुइनँ भन्न लायो होइन? किन झगडा गर्नु, साथी हो। किन झगडा गर्नु, साथी हो भनेको केही गर्दा लागेन। त्यही भएर मैले आज यो भिडियो हालेको, तिम्रै लागि हालेको। तिमीलाई गाह्रो पर्दा मैले दिएँ। तिम्रो र मेरो कुरै भएको थिएन होइन? मलाई गाह्रो पर्दा तिमी हेल्प गर्ने, तिमीलाई गाह्रो पर्दा म हेल्प गर्छु भनेर। तर पालो मेरो आयो, मैले सुरुमा हेल्प गरेँ। अनि मलाई पर्दा गर्नु पर्दैन? तिमीलाई मात्रै समस्या हुन्छ? फेरि तिमीसँग पैसा नभएर तिमी प्याक भकी भए पनि म बुझ्थेँ होला। तिमीसँग पैसा छ नि, भर्खर काठमाडौँमा घर किनिछौ त, घडेरी पनि 2-3 ठाउँ जोड्दैछौ रे। त्यत्रो पैसा हुने मान्छेले मेरो पैसा फिर्ता गर्नु पर्दैन? अलिकति पनि मनमा लाग्दैन? मलाई यस्तो बेलामा यसले हेल्प गरेकी थिए, मैले यसको पैसा खानु हुँदैन भन्ने लाग्दैन? कानुनी कारबाहीतिरै जानुपर्ने हो। किन त्यस्तो गर्नु? साथी हो, दिम न त उसलाई परेको बेला भनेको फिर्तै नआउने भयो। तिमीलाई थाहा छ, तिमीले गर्दा मरेपछि म पनि जन्मिने भएँ क्या। त्यो पैसा खाएर तिमी मर्यौ भने मलाई तिर्न जन्मिन्छ, म त्यो पैसा लिन जन्मिन्छु। त्यस्तरी अरूको पैसा नखाऊ, सबका मालिक एकै भने जस्तो भगवान्ले हेरिरहेका हुन्छन्। मेरो कुनै ठगेको पैसा होइन, मेरो कुनै लोटेको पैसा होइन। मैले पनि दुःखै गरेर बचत गरेर भोलि केही पर्दा चाहिन्छ भनेर मैले पनि राखेको पैसा थियो। त्यो खुरुक्क फिर्ता गर। कसरी हुन्छ फिर्ता गर। प्लिज मेरा टिकटकका साथीहरू जति सक्नुहुन्छ यो सेयर गरिदिनुहोस्। त्यो साथीभाटुम त यो पुग्छ, मलाई थाहा छ। तपाईँहरू पनि हेल्प गरिदिनुहोस् मेरो पैसा फिर्ता लिनलाई। राधे राधे।